हेलो साथीहरू, नमस्ते सबैजनालाई। आज मैले बनाउँदैछु भुजाको गुलाब जामुन। हजुरहरूले कहिले बनाएर खानु भएको छ कि छैन? मैले चाहिँ बनाएर खाइ पनि हालेँ। दामी हुँदो रहेछ। हजुरहरूलाई मन पर्छ कि नै गुलाब जामुन? कतिको मन पर्छ हजुरहरूलाई? मलाई चाहिँ गुलाब जामुन भनेपछि असाध्यै मन पर्छ। त्यही भएर भुजाको गुलाब जामुन बनाउँदैछु। हाम्रोतिर भुजा भन्छौँ। हजुरहरूले के भन्नुहुन्छ? कस्तो लाग्यो आजको भिडियो? हजुरहरूलाई मन पर्यो कि परेन? गुलाब जामुन कस्ता छन्? खानलाई त टेस्टी थिए। देख्नलाई कस्ता देखिएका छन्? कसलाई गुलाब जामुन असाध्यै मन पर्छ? मन पर्ने जतिले कमेन्ट गर्नु होला। मन नपर्नेले पनि कमेन्ट चाहिँ गरिहाल्नु होला। भुजाको गुलाब जामुन कसरी बनाउने भनेर मैले भनिदिएको छैन। हजुरहरूमध्ये कसैलाई जान्न मन छ भने सोध्न सक्नुहुन्छ। कसरी बनाउने कमेन्टमा म भनिदिनेछु। गुलाब जामुन खाने भए सम्पर्क गर्नुहोला। हस् त, धन्यवाद। अहिलेलाई यति नै। फेरि आउनेछु नयाँ भिडियो नयाँ रेसिपी लिएर। तब तकका लागि बाइ बाइ। फेरि भेटौँला नेक्स्ट भिडियोमा साथीहरू।